दुःख आफ्नै आफ्नै छ, समय आफ्नै छ, तर तनाव लगभग एकै छ। मनलाई शान्ति चाहिएको छ, खुला आकाश हेर्न मन पनि छ, प्रकृतिसँग रम्न मन पनि छ। कोलाहल र व्यस्त जिन्दगीबाट थोरै समयका लागि भए पनि आराम चाहिएको छ। वसन्त ऋतुको आगमनलाई स्वागत गर्न पनि छ। हो, यस्तै चाहनालाई पुरा गर्न आज हामी गएका छौँ चम्पादेवी हाइकिङ। सबैजनालाई मेरो भिडियोमा स्वागत छ। आज हामी उहाँ पाहुना सहित हामी घुमफिर गर्न यहाँ काफलखाना माथि हो चम्पादेवी ट्रेलदेखि साइडको जाने चाहिँ यो पनि चम्पादेवी जान्छ। त्यहाँ आइरहेका छौँ। सबैलाई हाम्रो भिडियोमा स्वागत छ। तरिकाबाट हजुर काठमाडौँको सबैलाई नजिक हाइकिङ गर्नलाई सहज वातावरण भएको चम्पादेवीमा हामी हाइकिङ गर्दैछौँ होइन। एकदमै राम्रो पहाडको है हाम्रो पुर्खाहरूले खाएको यो एकदमै मिठो सुनसिलो छ। यो पनि हो सही भन्नुभयो। जिन्दगीको एउटा मजा पनि यो है। हाइक गर्नुहोस्, स्ट्रेस रिलिफ गर्नुहोस्, आउनुहोस्, काफल खानुहोस्, घुमेर जानुहोस्। शनिबार एक दिनै हो यो हाइक, धेरै लामो पनि छैन। दिउँसो आएर साँझ फर्किँदा पनि हुन्छ। यो पारीतिर त्यो डाँडाबाट पनि हाइक चल्छ। यस्तो छ। पछाडि हाम्रो दाइहरू हुनुहुन्छ। सही रमाइलो भइरहेको छ। दाइ हुनुहुन्छ बिचमा, म त्यसपछि पछाडि पदम दाई, इन्द्र अनि हाम्रो पाहुना हुनुहुन्छ। हामी चाहिँ आज मजाले हिँडिरहेका छौँ। धेरै ऐसेलो देखाएन भन्नु होला, तपाईँहरू आउनु होला यो ठाउँ। ल यहाँ चाहिँ अब हाइकमा थकाइ मेटाउँदै दाइहरू चाहिँ नाचिरहनु भएको छ है। ल काठमाडौँको ब्युटिफुल भ्यू यहाँबाट धेरै राम्रो देखिन्छ। यो स्टेसन मेरो स्टेसनमा मैले बनाएको एकताल। हामी चाहिँ आज त्यही बाटो छौँ। ल गर्मी भयो, थकाइ लाग्यो। थकाइ मार्दैछौँ है। धेरै हिँडाइ पछाडि डाँडाको छेउमा ठिक छ, एकदम उत्कृष्ट छ हिँडाइ। एकदमै ब्लग हेरेकाले नखान नछुटेकालाई भरेर ल्याइदिन्छु। टक्क हेरेर लागिसक्यो भनेपछि टक्कै पार्सल आउँछ टक्क है। गाह्रो छ है, कता बिउरा निको परेर आउनु है। गाह्रो पर्छ। हेर्नुहोस् ट्रेकिङ। खै के छ, ओडार छ? ल यहाँ चाहिँ ओडार पनि भेटिन्छ है यो ट्रेकमा। हो डेन्जर। साह्रै शीतल छ है। धेरै हाइटमा आयो अहिले त। अहिले त 1900 2000 को हाराहारीमा होला नि। हाम्रो अगाडिको हुनुहुन्छ। म साइन्टिस्ट तर नुन छैमा। नुन त होइन, त्यो डलसिङ ढुङ्गा हो। नुन चिप्लिन चाहिँ कोही नचिप्लिनु होला कृपया। चिप्लियो भने ओहो हावा हेरौँ त। रमाइलो भइरहेछ। गाह्रो भइगयो जान हिँड। हालत तल पदम दाई आउनुहोस् है। ठारै उकालो एल सालबाटोरको अब जङ्गल काटेर हामी पानामाको जङ्गल जाँदैछौँ। यहाँबाट अब हामी हेर्नुहोस् है, यसरी हिँड्नुपर्छ। कृपया कोही नआउनु होला। अमेरिका आउन गाह्रो छ हजुर, यस्तै पानामा जङ्गल हुँदै। हेर्नुहोस् तल हकिकत हेर्नुहोस्।
राख्छ मेरो त सब लगिदियो लोटेर डलर पनि लुटिदिन्छ पानी खाने बोतल चाहिँ छ केही छैन बोतलमा त पानी छैन फेरि हेर्नुहोस् यो कति हुन्छ हेर्नुहोस् अमेरिका भन्नुहुन्छ नि तपाईँहरू हो कति गाह्रो रहेछ लब उहाँ चाहिँ अमेरिका पुग्नुहुन्न जस्तो छ धेरै पछाडि हुनुहुन्छ उहाँलाई यसै बाँकी हाल छ त यहाँ के गर्नुहुन्न जस्तो बरु हुन्थ्यो यहाँ त झन् पुरै टोटल्ली आदिवासी स्टाइल हो गाह्रो छैन तर त्यति बेला लरक्कै तलै पुगाइदिन्छ बाटो हामीले चाहिँ अब धेरै थकाइ मेटाउँदैछौँ स्टेसनमा एकदम गाह्रो छ हामीले बाटो छोडेर चाहिँ अहिले यस्तो जङ्गल चिसो हुन्छ भनेर हिँड्नु पर्यो दाइ चाहिँ यहाँ सुत्नुभएको दाइ उहाँ हुनुहुन्छ एउटा दाइ चाहिँ अब चाँडो आफ्नो जसरी पनि हिँड्नुपर्छ भनेर कटाउनु पर्छ माने एकदमै उहाँ चाहिँ कुद्दै हुनुहुन्छ उहाँ सर चाहिँ रुख चढ्नुहुन्छ ए झरम एक मिनटमा चाहिँ यहाँ फेरि के भन्छ आराम लिने काम भइरहेको छ अगाडि त्यहाँ तल अहिले बाटो एकदम कठिन बाटो छ सङ्घर्ष चुनौतीसँग समाधानसँगै उत्सव मनाउँदै हामी हिँडिरहेका छौँ है म पनि छु एकदम सङ्घर्षशील यात्रा छ आज सजिलो बाटो छोडेर अप्ठ्यारो बाटो हिँडाउने उहाँ हुनुहुन्छ एकदम चाहिँ सङ्घर्षसँगै शीतलो छ क्या यो बाटो एकदम रमणीय चाहिँ हाम्रो प्रकृतिसँग रमाउँदै प्रकृतिसँग लडीबडी खेल्दै हिँड्नुको सौभाग्य नै मजा नै छुट्टै किसिमको रहेको छ है हालेर खुट्टा नाङ्गा खुट्टा पनि हिँडिया है हिँड्यो दाइले देखाउँदै खालि उतामा तर हामी धेरै माथि आइगयौँ तल्लोबाट पनि धेरै माथि आइसक्यौँ त्यो डाँडामा त मैले त कति राम्रो छ त्यो डाँडा हेर त त्यो डाँडा हेरेर माथिको ऊ त्यो टुप्पामा त्यही त हो त भस्मासुर डाँडा भस्मासुर ल हामी चम्पादेवी आइसकेका छौँ लगभग काफलको बुट्टा त रहेछ हेर फलेको चाहिँ छैन यहीँ छ त काफल चाहिँ पाइन्छ के कतै होला यार नभेटेर मात्र हो होइन दाइ अनि काफल पाइन्छ यतातिर अब कता पाइन्छ ट्याक्कै हामीले चाहिँ अलिकति लेख्न पाएनौँ होइन साथीहरू होइन त्यो चिजको त्यो चाहिँ हो त्यो चाहिँ धेरै हुनु ल्याउनु भयो दाइले ओ माइ गॉड बहुत राम्रो ल यति टोलाइन ठन्डै बोलाइन यस्तो त हामी गाली पलायो तर माया पलाइन यति टोलाइन नै बोलाइन ए के गरेको यहाँ कुछ काला है यहाँ पे कुछ काला है यहाँ पे कुछ दाल में कुछ काला है रे मस्त बनाएर मस्त होइन ए बाबाजी तपाईँको नाम के परेछ म यो के बाबा भनौँ बाबाको नामै थाहा छैन म निगाली बाबा भनौँ निगाली बाबा आप यहाँ पे बैठे हुए कितने दिन हो गए मैं उधर गुजरात से आया गुजरात से आया कितने दिन हो गए यहाँ पे बैठने लगे दिन नहीं है मेरा 34 साल हो गया 34 साल हो गया इधर से कुछ खाया पिया नहीं बोतल समा के बैठा हूँ बैठा हूँ कुछ आया तो ये सर तभी तपस्या में है अभी मच्छर भगाने के लिए इधर बैठा हूँ 2-4 महीने के लिए भुजा पनि खान्छौँ भुजा चाउचाउ मिलाएर निकै बेर सङ्घर्ष गरेर ल दाजुहरू ल चाहिँ हामी अब यति हिँडेर अहिले खुट्टामा यहाँ पाल पर्न लाग्यो अब हामी अहिले नास्ता खाँदैछौँ ग्रुप यहाँ छ एउटा उहाँनिर छ तल चाउरको ग्रुप तल पनि छ चम्पादेवी जाँदैछ हाम्रो अगाडि टुलीहरू हिँड्दैछ यु क्यान सी ट्रेल चाहिँ मजा आइरहेको छ है यहाँ चाहिँ आज शनिबार भयो भएर सबै धेरै जनाहरू पनि भेटिरहेको छ ट्रेकिङ हिँड्ने स्टेसन चम्पादेवी आइपुग्यो हामी
ल है ल फाइनल्ली यहाँबाट चाहिँ तल झरिँदैन। कन्टिन्यू बज्ने रहेछ यार। जय सम्पादक ल यहाँ चाहिँ सब ट्रेल ग्रुप हाम्रो ग्रुप राम्रो दिदीहरूले चाहिँ कोकसोक ल्याउनु भएको रहेछ है खाजासाजाहरू। सो त्यो भएर राम्रो पनि छ। अनि यतातिर नेपालको झन्डा पनि छ माथि, तर झन्डा चाहिँ अलि चाहिँ भइसकेको छ। पूजाआजा पनि चल्दैछ चम्पादेवीमा। चम्पादेवी मन्दिर बसेर त्यहाँ आराम गरेर पनि फर्किसकेका छौँ। फेरि हामी अब घर फर्किँदैछौँ। यतातिर अगाडि दाइहरू हुनुहुन्छ। कस्तो लाग्यो आजको ट्रेकिङ चाहिँ? मुड फ्रेस भएको छ आज। हजुर एकदमै रमाइलो भएको छ अनि शारीरिक रूपमा पनि फुर्ती जस्तो आइरहेको छ। एकदम प्रदीप दाई एकदम राम्रो छ, उत्कृष्ट छ। भिडाइमा हामी राइट हानौँ। राइट यता दाइ यताबाट यतैबाट हामी जानुपर्ने उतै हो। ल गाइस चाँडा आमै टिकटक बन्दैछ है गाइस। लास्टतिर अन्त्यतिर पुगिसक्यो। अब हामी घर फर्किन्छौँ। के छ ल सबैजनाले के भन्नुहुन्छ ल अन्तिमतिर आजको कस्तो रह्यो दिन? सब मजा आयो। लास्टमा काफल खान पाइएन। कसरी त मस्त खायो, काँचा काफल खाइयो। अब 10-12 दिनपछि फेरि फर्किने काफल खाने भनेर फर्कियो। गाईको भन्नुहोस्। एकदमै रमाइलो भयो होइन। काफल चाहिँ खाइएन, कैसेलो खाइयो, तर पनि रमाइलो लाग्यो आजको यात्रा। एकदम रोमान्टिक छ। अब एकदम उत्कृष्ट छ। प्रकृतिसँग रमाउँदै चाहिँ खुट्टाका पाइलाहरू चाल्दै एकदम स्वस्थ शरीरको लागि पनि एकदम मजा आउने। हिँड्नको लागि काठमाडौँ बस्ने साथीभाइहरूले चाहिँ एउटा चाहिँ नजिकको चाहिँ गन्तव्य र हाइकिङ गर्नका लागि सुइटेबल ठाउँ भनेकै चम्पादेवी हाइट हो। र समग्र साथीहरूले चम्पादेवी हाइकिङ गर्दाखेरि कसरी जाने, कुन रुट जाने भन्नका लागि लुकासु मगरको चाहिँ च्यानललाई सब्सक्राइब गरिदिनको लागि र कमेन्ट गरिदिनको लागि हार्दिक अनुरोध गर्दछु। ल धन्यवाद है त। ल एकदम राम्रो छ। All is great. Yeah, okay. Okay, आयो त। Very fun today. Donald Trump. Just a nice tripping. Okay. ओके यो चाहिँ आजको ब्लगिङ। सी यु गाइज इन नेक्स्ट भिडियो है। बाई।